सेवारो सम्पूर्णमा आज म ज्ञानदाता, मोक्षदाता, दर्शनदाता, मुक्तिदाता, किराँत समाज सुधारक, नेपालका 16औं राष्ट्र विभूति मुहिगुम अंशिमाङ लिङदेन महागुरु फाल्गुनन्दज्यूको केही सापमुन्धुमहरू लिएर उपस्थित भएको छु। कृपया सम्पूर्णले सुनेर साथ दिनुहोला है त। विक्रम सम्वत 1942 साल कार्तिक 25 गते शुक्ल पक्ष द्वितीया तिथि अनुराधा नक्षत्र वृश्चिक राशि आइतबारको दिन माता हंसमती र पिता जगनबाजको साहिला सुपुत्रको रूपमा पूर्वी नेपालको इलाम जिल्ला सुदूरपश्चिम चारखोल चुक्ची नाम्बा डाँडा गाउँमा मुहिगुम अंशिमाङ लिङदेन महागुरु फाल्गुनन्दज्यूको जन्म भएको थियो। महागुरु फाल्गुनन्दको माता हंसमती बेगा र पिता जगनबाजको कोखबाट जेठी छोरी जेठा छोरा माहिला छोराको जन्म पश्चात धेरै गर्भका बच्चाहरूको आयु 1 घण्टा पनि हुँदैनथ्यो। त्यसकारण धेरै पछि जन्मेर बाँचेको हुनाले गाउँघरको प्रचलन अनुसार पञ्चधातु वा अष्टधातु जडित कल्ली अर्थात् फलामको चूरा लगाइदिनु पर्छ अनि मात्र दीर्घायु हुन्छ भन्ने विश्वासको साथ फलामको चूरा बनाई न्वारनको दिनमा उहाँको हातमा लगाइदिई इष्टमित्र दाजुभाइ समेतले दीर्घायुको कामना गरी शुभ आशीर्वाद दिएका थिए। उहाँलाई फलामको चूरा लगाइदिएकोले गर्दा फलामसिंह भन्नुपर्छ भनेर बोलाउने गर्दा त्यही नाम फलामसिंह हुन गयो। हुन त किराँत भाषामा फलामसिंहलाई यसरी पनि अर्थ लगाउन सकिन्छ। फ सेतो वा उज्यालो, लाम बाटो वा मार्गदर्शन, सी पवित्रता वा चतुर्यायको गुण भएको, सिसी यक जे होस् नामको अर्थ जे जस्तो भए तापनि फलामसिंह कुनै पन्थ या सम्प्रदाय होइन, उनै फाल्गुनन्दको बाल्यकालको नाम मात्र हो। यसरी महागुरु फाल्गुनन्दलाई फलामसिंह, ध्यानी, फाल्गुनन्द, सत्यहाङमा आदि विभिन्न नामले बोलाउने गर्थे। महागुरु फाल्गुनन्द लिङदेन शिशु अवस्थामा नै मातृविहीन यानि कि टुहुरा हुनुहुन्थ्यो। उहाँको जन्म भएपछि आफ्नो जन्म दिने मातालाई बाघे घाउ निस्की आमाको दुध खानबाट वञ्चित हुनुभयो। त्यसकारण बुबा आमाले बाख्राको दुध खुवाउने व्यवस्था मिलाउनु भएकोले उहाँको त्यही बाख्राको दुध पिएर दिनचर्या बित्न थाल्यो। कुनै बेला घर परिवारभित्रका केही सदस्यहरूको स्तनपान पनि गर्नुभयो। त्यसबेला गाईको दुध पनि पर्याप्त थिएन। उहाँले आफ्नो काकी भाउजूको स्तन सुक्खा भई थोरै मात्र पानी जस्तो आउने दुध पिएर पनि उहाँको शिशु अवस्था बितेको थियो। उहाँलाई जन्म दिने माता हंसमती बेगा चारखोल धुसेनी सिंहलपाकी महिना दिन नपुग्दै यो भौतिक संसारबाट चोला उठिसकेको थियो। पारिवारिक स्रोत अनुसार त्यसपछि उहाँको जेठा दाई लाचहर्कको श्रीमती चिछाङमा इजम ताप्लेजुङ फावा खोला निवासीले स्याहार सुसार गर्न थाल्नुभयो। शिशु अवस्थामा नै मातृविहीन हुनुभए तापनि आफ्नो जेठी भाउजू चिछाङमा इजमबाट राम्रो नराम्रो जे जस्तो भए तापनि माया भने पाउनुभयो। पछि उहाँको पिता जगनबाज लिङदेनले कान्छी श्रीमती बिहे गरे पश्चात उहाँको स्याहार सुसार गर्ने जिम्मा कान्छी आमामा आयो। यसरी उहाँको शिशु अवस्थामा जेठी भाउजू र कान्छी आमाको साथमा बित्यो। घरको आर्थिक स्थिति नाजुक भएको कारण उहाँको पिता र कान्छी आमा जितपुर ढोडेनीमा आएर अस्थायी रूपमा बसोबास गर्दै हुनुहुन्थ्यो। घरको आर्थिक स्थिति नाजुक भएको कारणले हुन सक्छ अथवा कान्छी आमाको दुर्व्यवहारले हो कि नाबालक अवस्थामा पनि उहाँ बाबु र कान्छी आमाको साथमा रहनु भएन। उहाँको नाबालक किशोर अवस्था जेठी भाउजूको साथमै बित्यो। दाजु भाउजूको पनि आर्थिक स्थिति नाजुक नै थियो। जेठी भाउजूले खेतमा गएर बिहान बेलुकीको छाक टार्ने गर्नुहुन्थ्यो। यसरी चिछाङमा इजम अर्थात् जेठी भाउजूले सानै उमेरदेखि पालन पोषण गर्दै आउनुभयो। उहाँ हुर्कँदै गएपछि जेठी भाउजू चिछाङमा इजम र कान्छी काकी माखन्जी खजुमबीच वैमनस्यता बढ्न थाल्यो। त्यसपछि आमा सरहकी भाउजू चिछाङमाको साथबाट छुट्नु पर्यो।
अब कान्छा काका लालबाज र काकी माखनजीको साथमा रहँदा बस्दा उहाँ किशोर अवस्थामा पुग्नुभयो। केही वर्ष बाध्य भएर उहाँ आफ्नो काकीको साथमा रहनुभयो। काका काकीका छोराछोरीहरू पनि उमेर पुग्दै गए। उहाँ बालककालमै धेरै नबोल्ने, गम्भीर स्वभावको सोझो जस्तो देखिने, तर सहोदर काका काकीका छोराछोरीको स्वभाव भने चाहिँ ठिक विपरीत किसिमको थियो। कान्छी बहिनीको स्वभाव चाहिँ निकै असल थियो। अन्यले चाहिँ अश्लील शब्द प्रयोग गर्दै गाली गलौज गर्दै हेला गर्थे। फेरि उहाँ शाकाहारी र अन्य मांसाहारी भएको कारण पनि चुला चौकाको अमेल थियो। यसरी विभिन्न कारणवश भिन्नै बस्नुपर्ने स्थिति सृजना भयो। पुर्ख्यौली मूलघर चुक्चिनाम्बा भए पनि उहाँको बाबु र कान्छी आमा जितपुर ढोडेनीमा रहेकाले बाबुलाई पनि खबर नगरी कान्छी काकी माखनजीले भङ्बा खोलाको लेछेबुङ त्यहाँ वरिपरिका मानिसहरूको मृत्यु हुँदा अन्त्येष्टि गरिने घाटको किनारामा एक प्रकारको काँडे लहराको बोट भएको, जसलाई किराँत भाषामा लेछे भनिन्छ, त्यसकारण त्यस ठाउँलाई लेछेबुङ भनिन्छ। लेछेबुङमा याक्सा बनाउन लगाई छुट्याइदिए। जायजथा चल सम्पत्तिको रूपमा 2 माना पिठो, एउटा खुर्पा, एउटा कोदालो, एउटा सिल्भरे थाल, एउटा बटुको, एउटा चल्ला, एउटा हाडी र 4 झुत्ता मकै दिएर उहाँलाई लेछेबुङमा पठाइयो। 2 माना पिठो र 4 झुत्ता मकैले कति दिन टर्यो होला। त्यति मात्र होइन, त्यस बेलाको समयमा 2-3 माइलको फरकमा मात्र घर हुनाले पातलो बस्ती अनकन्टार वनजङ्गल मात्र हुन्थ्यो। त्यस अवस्थामा वनजङ्गलभित्र बाघ, भालु, ब्वाँसो, अजिङ्गर र आदि बेरी वर्षा बादलसँग सामना गर्नुपर्थ्यो। यस्तो जोखिमपूर्ण स्थितिमा बालकलाई उहाँको काका काकीले एक्लै छुटाएर जङ्गलमा राख्ने आँट कसरी गरे होला। हुन त बालकलाई बाघ र भालुले खाइ पठाओस् भनेर नै पठाइएको रहेछ। उहाँ नाबालक भए तापनि अन्तर्यामी हुनुभएकोले उहाँलाई कुनै डर भएन। यस संसारमा उहाँले बाबु कान्छी आमा हुँदाहुँदै पनि असहाय दुःखदायी जीवन बिताउनु पर्यो। अब उहाँको आफ्नो साथमा माग ईश्वर बाहेक कोही रहेन। 4 झुत्ता मकै र 2 माना पिठो सकिएपछि इन्द्रेणी लहराको बिया जङ्गलबाट खोजेर ल्याई ढुङ्गाको ओखलमा कुट्नुहुन्थ्यो। त्यसपछि चोयाबाट निर्मित एक किसिमको चाल्नीमा छानेर पकाउँदै खानुहुन्थ्यो। गाउँलेहरूले गाई, भैँसी, भेडा, बाख्रा जङ्गलमा चराउन लान्थे। त्यसमध्ये कुनैले जङ्गलमा छाडिदिन्थे। दैवलीला उनै जानुन्, उहाँ बस्नुभएको आसपासमा एउटा दुधालु गाई आउँथ्यो। उहाँ अन्तर्यामी पशुवाक्य बुझ्नुहुने भएकोले दुधालु गाई उहाँको समीपमा आई ढुक्कसँग दुध दिन्थिन्। उहाँ पनि दुध दुहेर पिउनुहुन्थ्यो। यस्तो दुःखलाग्दो जीवन कहानी भनेर साध्य छैन। उहाँ अन्तर्यामी दृष्टि खोलिएका बालक कहिले पशु पक्षीसँग, कहिले बोट बिरुवासँग बातचित गर्नुहुन्थ्यो। एक दिन लेछेबुङ याक्सामा रहँदा फलेदोको वृक्षले भनेको थियो रे, म त उहिल्यै पूर्व जन्ममा साह्रै चोरेर यस्तो वृक्ष भएको छु है भनेर। त्यो फलेदोको बोट एउटा ठुलो ढुङ्गामाथि रहेको थियो। अहिले ढलिसकेको छ। ढुङ्गा चाहिँ यथावत छँदैछ। त्यसको छेउमा जल्पादेवी अर्थात् जलकन्या देवी पनि अवस्थित छ। बेला बेला सेती नागको रूप धारण गरी देखा पर्ने गरेको किम्वदन्ती छ। तिनै देवस्थलको उत्तर पाटा नजिकै 15-16 मिटरको फरकमा कुरालो परेको अन्दाजी 5-5 फुटका ढुङ्गाहरू पनि थिए। तिनै ढुङ्गालाई ओखल जस्तै खोली खानेकुरा पिँधेर बिहान बेलुकीको खाना बनाएर खानुहुन्थ्यो। विक्रम सम्वत 2016-17 सालसम्म त ती ढुङ्गाहरू त्यत्तिकै थिए, तर आजभोलि त्यस्तै ढुङ्गाहरू भेटिए तापनि धेरै अनुसन्धानकर्ताहरूले ओखल भएको ढुङ्गा भेट्न सकेको छैनन्। हुन त यो आधुनिक वैज्ञानिक युगमा यस्ता ऐतिहासिक कुराहरूको प्रचार प्रसार गर्दा हाम्रो समाजले अर्धपागलको संज्ञा दिन पछि पर्दैन।
यस्ता इतिहाससँग सम्बन्धित पुरातात्विक विषयवस्तुहरूको खोज अनुसन्धान र संरक्षण गर्न अत्यन्त जरुरी भएको छ।